नमस्कार जद्दौ जय होस् जय माता भगवती। अहिले म यो मेची अञ्चल 5 थर जिल्लाको याङबरक गाउँपालिकाको पनि एकदम याङबरकमा छु। याङबरक भनेको पैसाको पोखरी, लिम्बू भाषामा पैसाको पोखरीलाई याङबरक, याङ भनेको पैसा, बरक भनेको पोखरी। यो पोखरीमा उहिले परापूर्व कालमा पोखरीभित्र पैसा भेटिएको अवस्था थियो रे। त्यसपछि याङबरक भनिएको, किनभने यो 5 थर जिल्ला भनेको लिम्बुवान राज्य जिल्ला हो, ठाउँ हो नि त यो। त्यसो भएर लिम्बू भाषाबाट याङबरक भनेको पैसाको पोखरी। अगाडि देख्न सक्नुहुन्छ याङबरक भनेर बडा बडा अक्षरले लेखिएको छ त्यहाँ। यो पालिका नै याङबरकको यो यता सिक्किम बोर्डरदेखि लिएर यता चाहिँ नि गोपेटारको छेउछाउसम्म फैलिएको याङबरक गाउँपालिका। यही पालिकाको यही नजिकै म पनि जन्मेको। यहाँ पनि योङयाङ हुनुहुन्छ, के अरे सर हजुरको नाम? सहरनन्द योङहाङ। उहाँ यो वार्डको वार्ड अध्यक्ष धेरै समय त्यो जिम्मेवारी लिएर काम गर्नुभयो भने यो मन्दिरको पुजारी पनि उहाँ हुनुहुन्छ, उहाँ योङहाङ सर। यो धामको धार्मिक सेवा समितिको अध्यक्ष पनि उहाँ नै हुनुहुन्छ अहिले। यसरी अहिले हामी यहाँ आइपुगेका छौँ। अब हाम्रो भर्म टोलीका सदस्यहरू हुनुहुन्छ हरिप्रसाद सापकोटा, हरिप्रसाद पौडेल, कल्पना पौडेल, त्यस्तै दीपक सुवेदी, दीपिका सुवेदी र म स्वयं रामचन्द्र सुवेदी। उहाँहरू पाथिभरा दर्शन गरेर आउँदै गर्दा आज यो नवदुर्गाको बेलामा यहाँको पञ्चकन्या थर्पु भगवतीको पनि दर्शन गर्ने भनेर हामी यहाँ आयौँ। अहिले यो दसैँको नवमीको दिन यहाँ व्यापक ठुलो मेला लाग्छ। यहाँ लिम्बुवान राज्य हुँदा पहिला लिम्बूहरूले जितेर ल्याएका निशानहरू छन्, जङ्गी निशान, कुरुवा निशान, त्यो नचाहिन्छ यहाँ पुरै। यो भेकमा लाखौँ लाख दर्शनार्थीहरू आउनुहुन्छ त्यो दिन, यहाँ नचाहिन्छ। नवमीको दिन त्यसको पूर्व तयारी भइराखेको देखेँ। यहाँ कटेराहरू बनाएर यताउता गरेर सिँगारेर सबै गरेर दोकान व्यापार व्यवसाय र त्यो मेला चाहिँ दमदार ढङ्गले चलाउनको लागि यहाँ तयारी हुँदै गरेको अवस्था रहेछ। ल जाउँ योङयाङ सर, अब जाउँ मन्दिरतिर। ल लागौँ, दर्शन गरौँ।